नियमित निर्वाचन होइन, साधारण निर्वाचन पनि होइन, असाधारण परिस्थितिमा आइपरेको असाधारण निर्वाचन छ र यो निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुन्छ कि हुँदैन भन्ने प्रश्न मानिसहरूको मनमा छ। एकथरी मान्छेले निर्वाचनलाई म्याच फिक्सिङ भइसकेको, खालि यो चाहिँ अब देखावटी मात्रै निर्वाचन गर्ने भन्ने प्रचार गर्न खोजेका छौँ। हामीले त्यो कुरालाई झुटो साबित गर्नु छ। म्याच फिक्सिङ होइन, अन्ततः जनताको अभिमत अनुसार नै परिणाम आउँछ र आउनुपर्छ भन्नुपर्ने आवश्यकता छ। र यो निर्वाचन, यद्यपि निर्वाचन बारे पनि सबै राजनीतिक वृत्तमा एकमत चाहिँ देखिएको होइन, अझै पनि छैन। एक थरी अझै पनि यो निर्वाचन हुन हुँदैन, निर्वाचन सार्नुपर्छ, निर्वाचन रोक्नुपर्छ, संसद पुनर्स्थापना गर्नुपर्छ भनेर अझै पनि लाग्ने विचार प्रवृत्ति पार्टीहरू पनि छन् भने होइन। अब निर्वाचनको विकल्प छैन, बरु निर्वाचन नै सफलतापूर्वक सम्पन्न होस् भन्ने चाहिँ फेरि पार्टी जनमत बन्दै पनि गएको छ। हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीले यो असहज बनेको, खास गरी भाद्र 24 गतेको विध्वंसपछि राष्ट्र जुन भयानक सङ्कटमा गयो, राज्यविहीनताको स्थिति देखा पर्यो, त्यसबाट सम्हालेर सहजीकरण गरेर देशलाई राज्यविहीनताको स्थितिबाट राज्य छ भन्नेतिर अनि निर्वाचन प्रक्रिया मार्फत जनअनुमोदन लिन जाने चाहिँ को निम्ति सहजीकरण हामीले गर्यौँ। र पहिला त हामी झन्डै एक्लै जस्ता थियौँ, नेपाली कम्युनिस्ट पार्टी मात्रै निर्वाचन 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 भन्ने। अहिले हाम्रो लागि खुसीको कुरा हो कि अब सिँगै देश निर्वाचनमय नै भएको छ। अब निर्वाचनभन्दा बाहिर कुनै पार्टी पनि छैन, नागरिक समाज चाहिँ मिडिया सबै पनि अब निर्वाचन केन्द्रित भइ नै सकेको छ। यो हाम्रो लागि खुसीको कुरा हो। अब यो निर्वाचनमा एउटा कुरा त प्रचार गर्ने तरिका, दुईटा तरिका भए। एउटा सोसियल मिडियालाई, आइटीलाई नै मुख्य हतियार बनाएर प्रचार गर्ने र त्यसबाट श्रेष्ठता हासिल गर्ने। किनकि अहिले लडाइँ चाहिँ प्रचारमै बढी केन्द्रित भएको छ। हिजो जनयुद्धको बेलामा या जनआन्दोलनको बेलामा जेलाई हामीले शक्तिको रूपमा प्रयोग गर्थ्यौँ र जेले प्रचारको ठुलो भूमिका खेल्थ्यो। युद्धको बेलामा एउटा राम्रो मोर्चा तयारीका साथ लडाइँ जितियो भने त्यसले प्रचार पनि त्यसैले गर्थ्यो, समर्थन पनि त्यसैले गर्थ्यो। आन्दोलनको बेलामा पनि, जनआन्दोलनको बेलामा पनि प्रदर्शन गर्यो भने त्यसले नै चाहिँ प्रचारको पनि काम गर्थ्यो, समर्थनको पनि काम गर्थ्यो। तर अहिले त्यस्तो छैन। अहिले चाहिँ एक थरीले सोसियल मिडिया मार्फत चाहिँ आफ्नो अनुकूलको कन्टेन्ट तयार पारेर त्यसलाई मेसिभली चाहिँ प्रचार गरेर श्रेष्ठता कायम गर्ने एउटा कोसिस छ। अर्को चाहिँ जनसम्बन्ध र जनसम्पर्कलाई सुदृढ गरेर चाहिँ आफ्नो श्रेष्ठता साबित गर्ने अर्को प्रवृत्ति छ। हामी चाहिँ अहिले हामीले के भनेका छौँ प्रचारको सन्दर्भमा भने, ठुलो सभा गरेर अहिले खर्च गर्नुको परिणाम चाहिँ उपलब्धि खासै निक्लिँदैन, बरु उल्टो कहिलेकाहीँ त उल्टो प्रभाव पर्ने, खालि विरोधी प्रभोक हुने र हाम्रो भोट घट्ने जस्तो मात्रै छ अहिले स्थिति। पहिलाको जस्तो स्थिति होइन भनेका छौँ हामी। कारण हाम्रो तागत भनेको चाहिँ क्षेत्र क्षेत्रमा, टोल टोलमा, घर घरमा गएर जनतालाई प्रत्यक्ष भेटेर बुझाउने कुराको तागत हाम्रो बढी तागत हो। त्यस्ता हजारौं र लाखौं कार्यकर्ताहरू छन्। ती सबै कार्यकर्ताहरूलाई व्यापक परिचालन गरेर टोल टोल र घर घरमा पुर्याउने र घर घर अहिले घर दैलो भनिन्छ नि, घर दैलो नै अहिले सबभन्दा प्रभावकारी चाहिँ प्रचारको तरिका देखिएको छ। हाम्रो कन्टेन्ट भनेको उम्मेदवारसँग जोडिने, क्षेत्रको पार्टीसँग जोडिने, जिल्लाको पार्टीसँग जोडिने र त्यहाँ हुने प्रचार गतिविधि घर दैलो होस् या अरू जे जति हुन्छन् त्यसैलाई कन्टेन्टको रूपमा प्रयोग गरेर अनि व्यापक रूपमा पोस्ट गर्ने, सेयर गर्ने र हामीले पनि उनीहरूले तरिका जस्तो कम्पिटिसन गर्न नसके पनि
हामीसँग न्युमेरिकल स्ट्रेन्थ हामीसँग बढी छ भने सङ्ख्या हामीसँग बढी छ, टेक्नोलोजिकल स्ट्रेन्थ टेक्निकल स्ट्रेन्थ चाहिँ फेरि हाम्रा विरोधीसँग बढी छ, पैसा उनीहरूसँग बढी छ, प्रविधि उनीहरूसँग बढी छ, नम्बर हामीसँग बढी छ। उनीहरूको टेक्नोलोजीलाई हाम्रो नम्बरबाट काउन्टर गर्नु पर्यो। हामीसँग भएका पत्रकारहरूको हाम्रो सङ्गठन अब अहिले किन भइसकेपछि त अझ बलियो भइरहेको छ। हामी अलग अलग हुँदाखेरि पनि सङ्गठन सबैका प्रेस सङ्गठनहरू थिए, प्रदेशमा जिल्लामा इलाका टोलमा पनि गतिविधिहरू हामीले गरिराखेकै थियौँ। अहिले एकताबद्ध भएपछि हामी बलियो भएका छौँ। त्यसकारण हामीले के गर्नु, हाम्रो नम्बरलाई व्यापक रूपमा जनपरिचालनमा अथवा जनतासँग जोडिने र त्यो नम्बरद्वारा सङ्ख्याको बलमा उनीहरूले चाहिँ गर्ने गरेका भ्रम छर्ने सोसियल मिडिया मार्फत जो भ्रम आउँछन् त्यसलाई काउन्टर गर्न पर्यो कि हामी एउटा गर्छ भने हामी हजारौँ खनिन सक्नु पर्यो। हामी त्यो ढङ्गको चाहिँ हामी जोडिएर प्रत्यक्ष निर्वाचनसँग जोडिएर निर्वाचन अभियानसँग जोडिएर जान पर्यो। त्यसमा मैले अहिले लामो